हाई एभ्रिवान, हिजो चाहिँ थियो मेरो भाइको बर्थडे। सो हामीले सानोतिनो सेलिब्रेसन गरेको थिएँ। खाना बनाउने टाइममा चाहिँ म एक्लै नै थिएँ। बर्थडे बोयको चाहिँ अत्तो पत्तो थिएन। सो मैले त्यहाँ चिकन बनाउँदै यता अचारको लागि आलु छिल्दैछु। अनि यहाँनिर चाहिँ मेरो चिकन अचार अनि दाल चाहिँ रेडी भइसकेको छ। सो सिम्पल। अनि यो चाहिँ मेरो भाइलाई उसको गर्लफ्रेन्डले दिएको बुक अरे। सो म फ्लेक्स हान्दैछु। अनि यहाँ चाहिँ टाढाबाट गेस्टहरू चाहिँ बर्थडे सेलिब्रेसनको लागि आइसक्नु भएको छ। उहाँ चाहिँ मेन हुनुहुन्छ यो बर्थडे सेलिब्रेसनको के। धेरै गन्थन गरिसकेपछि हामी चाहिँ अब केक काटौँ भनेर प्रिपरेसन गर्दैछु। केक काट्नका लागि प्रिपरेसन गरेर हामीले चाहिँ त्यो छुरछुरा हो कि उबाल्ने भनेर बाल्न खोज्दाखेरि चाहिँ झन्डै आगो लागिरहेको। त्यो मोमेन्टमा चाहिँ कस्तो डर लाग्दो भएको थियो। अहिले चाहिँ म भिडियो हेर्दै हाँस्दैछु। हामीले चाहिँ सिधा गरेर बाल्नु पर्ने, तेर्सो गर्दाखेरि भाइको जिउतिर गयो। सबैजना चाहिँ सक भएर हाँस्दैछु। मलाई चाहिँ फेरि मेरो तन्नाको भिड छ, डऱ्यो कि भनेर अगेन हामीले फेरि प्रयास गर्दैछु अब चाहिँ सिधा बाल्ने भनेर। फाइनली हामीले बालेर बर्थडे सेलिब्रेसन गर्दैछु। अगेन हाम्रो अर्को इन्सिडेन्ट पनि भयो। फेरि त्यो स्प्रे छर्दाखेरि चाहिँ आगोमा पर्यो। दुईचोटिको आग लागेपछि हामीले चाहिँ बर्थडे सेलिब्रेसन फाइनली गर्यो। स्प्रे चाहिँ सकेको रहेनछ। सो स्प्रेको बारिस गरिरहेछ यहाँनिर चाहिँ पुरै। अनि यहाँ दिदी भएको चाहिँ फेरि यहाँनिर स्नोम्यान भन्दा पनि आगो भइरहेको छ। यहाँ एकजनालाई फेरि बर्थडे हो कि होली हो थाहै छैन। पुरा जबरजस्ती यहाँनिर पिचकारी छरेको जत्तिकै भइरहेछ। स्प्रेको आन्द्राभुँडी निस्किने गरेर छरिसकेपछि चाहिँ भाइ केक काट्नतर्फ लागिसकेको छ। यहाँ चाहिँ सबैभन्दा ठुलो चाहिँ मै हो, त्यसैले उसले चाहिँ मलाई फर्स्टमा केक खुवाउँदैछ। मैले पनि केक खुवाइदिएँ उसलाई चाहिँ। उसकै स्पेसल डे हो नि त। अनि उसको कान्छी दिदीको पालो आएको छ। अनि उसको कान्छी दिदीले पनि उसलाई केक खुवाएर गालामा दलिदिरहेको छ। मैले चाहिँ बिर्सेको थिएँ दलिदिनलाई। यो दुईजना चाहिँ फेरि 3-4 वर्षपछि भेट भएको हो, त्यसैले यिनीहरूको चाहिँ पुरा मस्ती जारी नै छ। अनि भाइले चाहिँ अर्को दिदीलाई अनि उसको दुईटा भाइहरूलाई पनि केक खुवाइदियो। केक कटिङ गर्ने, खाने, खुवाइदिने कार्यक्रम चाहिँ सक्यो। अनि हामी चाहिँ खाना खानका लागि रेडी हुँदैछौँ। यहाँ एकजनाले चाहिँ अगनी हुँगोदे हाँसिमास गरिरहेछ। के भनेछ सुनौँ है त। तान्जियो बिना पार्टीका मात्रै अनि कसको पार्टी? कसको पनि भन्नु हुँगो चाहिँ धेरै भयो भनेर अब हामी खाना खाउँ भनेर उसको चाहिँ मैले कटअप गर्थेँ। अनि हामीले खाना खान थालेँ। अनि खाना पनि खाएँ। अनि बर्थडे बोयको ड्रेसअप चाहिँ आजको यस्तै भयो, कट्टु र टी सर्टमा। किनकि उसले नयाँ लुगा लगाएर दिउँसो घुमेर आइसकेको हो। यो चाहिँ मेरो फर्स्ट मिनी भ्लग हो। आई होप हजुर सबैलाई राम्रो लाग्छ होला। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ।